साथीहरू नमस्कार। अहिले हामी छौँ राप्ती नदी, यो चाहिँ सौरा नजिकै पर्छ र यतापट्टि हेर्नुभयो भने यो रमाइलो डाँडा भयो अनि यो अब राप्ती नदी तपाईँहरूले अब थाहा पाइहाल्नुभयो। र अब अहिले म छु यहाँ राप्ती नदी किनार, नयाँ पुल जुन बनेको छ त्यो पुलमाथि। र अब मैले किन यो भिडियो तयार गरेँ भन्ने कुरा अब सायद तपाईँहरूले यो ब्याकग्राउन्डमा तपाईँहरूले देखिसक्नुभयो होला। यहाँ पछाडि चाहिँ हुनुहुन्छ हाम्रो घरपालुवा गैँडा। अब यो सौरामा अब यो गैँडा चाहिँ यति पपुलर छ कि अब जस्तै अब ल हेर्नु त्यहाँ अब तपाईँहरूले देख्न सक्नुहुन्छ क्या, त्यहाँ मान्छे त्यहीँ नजिकै गएको छ होइन, तैपनि उसलाई केही मतलब छैन, केही चासो छैन। अब त्यहाँ अब डिस्टेन्स मेन्टेन। जनावर है यार, घरपालुवा थोड़ी है वो, भैंस है वो। के रे यो गैँडाको नाम के हो? यो गैँडाको नाम चाहिँ अब यसलाई सानैदेखि चाहिँ मेघौलीमा भेटाएको भएर भेटाएर चाहिँ यहाँ सौरा आर्मी क्याम्पबाट ल्याउनु भएर चाहिँ यहाँलाई उयोलाई चाहिँ नाम राखिदिनु भएको छ मेघौली नै भनेर। यसको नाम मेघौली हो? मेघौली नै भनेर चिन्ने गर्नु। यो त पुरै है भैँसी जस्तै होइन, भैँसी चराउन आएको जस्तै ट्याक्कै यार। यहाँ मान्छेहरूलाई डर पनि छैन क्या। अब यो गैँडा चाहिँ अब कति खतरा जनावर पनि हो नि त। अब यो रिसाएपछि त एकदमै यसले उग्र रूप लिन्छ नि त। ड्याङ अगाडिको जे भेटायो त्यो हानिदिन्छ नि त। तर अब हेर्नु त अब यहीँ गाडी छ। अब यहाँ अघि यो हाम्रो भारतीय पर्यटकहरू हुनुहुन्छ, उहाँहरू अब त्यहीँ नजिक गइरहनु भएको थियो क्या। अब त्यो गैँडालाई पनि त्यति मतलब छैन कि, उसलाई पनि फ्यामिलियर भइसक्यो। अब म चाहिँ यहाँ यस्तरी ओर्लिँदैछु क्या यो तारबारबाट। हाम्रो रामशरण अधिकारी र रामशरण अधिकारी छोरी। अनि रामशरण अधिकारीले बिहानै फोन गर्नुभयो, त्यही भएर म पनि एकचोटि यो नजिकबाट निहालौँ भने त मैले एकचोटि चाहिँ यो चित्रसारीको पुलमा चाहिँ देखेको थिएँ उसलाई है। अनि त्यसपछि चाहिँ आज फेरि अर्को पटक देख्दैछु। अब यसैलाई हेर्नको लागि भनेर मान्छेहरू कहाँबाट आउँछन् हेर्नु त। उसलाई केही मतलब छैन, केही वास्तै छैन। ल तपाईँहरू पनि अब यसो समय मिल्यो भनेदेखि हाम्रो रामशरण अधिकारीलाई फोन गरेर आउन। यो बाघमारा क्षेत्रमा चाहिँ अब यो रमाइलो डाँडा क्षेत्रमा चाहिँ यो यसरी देखिरहेको हुन्छ। म सम्पर्क नम्बर पनि राखिदिन्छु रामशरण अधिकारीको तल। उहाँले पनि भिडियो बनाइराख्नुहुन्छ, उहाँलाई पनि फलो गर्नु होला। म फेसबुक लिङ्क पनि हालिदिन्छु उहाँको है त। ल तपाईँहरू पनि प्रत्यक्ष रूपमा यसो अलिकति डिस्टेन्स मेन्टेन गरेर चाहिँ गैँडाको दर्शन गर्न आउनु।